यो कथा एउटा अनौठो मित्रताको हो जहाँ एक बालकको साथी स्वयं भगवान बन्नुहुन्छ। ल सुरु गरौँ लमजुङको एउटा सानो सुन्दर गाउँबाट। भेट्नुहोस् कञ्चनलाई, 7 वर्षको, चञ्चल अनि जिज्ञासु। उसको संसार नै त्यही गाउँ थियो। दिनभरि आमालाई सघाउने अनि फुर्सदमा सिटी बजाउने एकदमै निर्दोष मनको थियो ऊ। तर एक दिन ऊ एक्लै जङ्गलतिर लाग्यो। यही दिनले सब थोक बदल्दै थियो। गाई चराउँदै गर्दा कतैबाट मुरलीको एउटा मिठो रहस्यमय धुन सुन्यो। त्यो धुन पछ्याउँदै जाँदा कञ्चनले जे देख्यो त्यो एकदमै असाधारण थियो। कञ्चन अलिकति पनि डराएलम, सोधिहाल्यो, तिमी को हौ? ती बालक मुस्कुराए र भने, म कृष्ण हुँ। कञ्चनलाई भगवानबारे के थाहा? उसैले त केवल खेल्ने साथी देख्यो। अनि सुरु भयो उनीहरूको मित्रता, माटो, ढुङ्गा र खोलाको किनारमा। खेल्दा खेल्दै कञ्चन अलिकति गम्भीर भयो। उसको मनमा केही थियो। उसले कृष्णलाई आफ्नो डर सुनायो, ठुलाले गाली गर्छन्, काम धेरै लगाउँछन् भनेर। कृष्णको जवाफ निकै सरल तर गहिरो थियो। बाल्यकाल डरका लागि होइन। कृष्णले सिकाए, हिम्मत भएपछि डर आफै भाग्छ। यो डरको सामना गर्ने शक्ति हो। यति भन्नासाथ एक तेज प्रकाश फैलियो र कृष्ण त्यहीँ बिलाए। कञ्चन अब एक्लै थियो, तर अचम्म, उसको मनमा डर होइन, गहिरो शान्ति थियो। घर पुगेर कञ्चनले आमालाई दिनभरिको सबै घटना सुनायो। आमाको जवाफले बल्ल त्यो भेटको रहस्य खुल्यो। भगवान सधैँ बालक नै बन्छन्। अब कञ्चनको लागि बाल्यकाल बोझ होइन, भगवानको सुन्दर उपहार थियो। कञ्चनको जीवन उस्तै रह्यो, तर उसको सोच बदलियो। अब उसको चिठीमा कृष्णको याद थियो। त्यसो भए के बाल्यकालको त्यही निर्दोषपनामा नै सबैभन्दा ठूलो शक्ति लुकेको हुन्छ त?